सडकमा उत्रिन तयार छु। 15,000ले सुकुम्बासीहरूले सबैले न्याय पाउनु भएको छ भने म मेरो देशको प्रधानमन्त्रीलाई हात जोडेर रिक्वेस्ट गर्छु, मेरो सभामुखलाई रिक्वेस्ट गर्छु, मन्त्रीहरूलाई रिक्वेस्ट गर्छु र यो कानुनको टिम सबै 1 महिना होल्डिङ सेन्टरमा गएर बसौँ त। 15,000ले धेरै कुरा हुन्छ। 1 रुपैयाँ नहुनु भन्दा त 15,000 भएपछि प्रोटिन युक्त फाइबर युक्त खानेकुराहरू किन्न सकिन्छ। के को ठुला कुरा गर्ने? यहाँ कांग्रेस किन बन्नु परेछ? म यहाँ राजसभा किन बन्नु परेछ? म एमाले माओवादी किन बन्नु परेछ? हामी मानव बने हुँदैन? जानुस् साजिदा सिद्दिकी, तपाईँ मिडिया सबलाई भन्छु, साजिदा सिद्दिकीमा जानुस्। खानामा समस्या, सब्जीमा समस्या, किरा परेको समस्या, बस्न गाह्रोको समस्या। गर्भवती महिलाहरूलाई खानाको चाहिँ उहाँहरूलाई चाहिँ मासु भइदियो हुन्थ्यो भन्ने, मासु खान पाए हुन्थ्यो, अरू कुरा चाहिँ खानेकुरा राम्रो छ, कोही कोही बेला मासु खान मन लाग्छ भनेर भन्नुभएको थियो। त्यो चाहिँ उहाँहरूको गुनासो थियो। म प्रमाणसहित फेरि तपाईँले मलाई आएर क्वेसन गर्नुहोस्, तपाईँ रङ हुनुहुन्छ म्याडम भनेर क्वेसन गर्नुहोस्, म तपाईँलाई प्रमाणसहित बोल्छु। आज हामी देख्दा देख्दै आँखा बन्द गरेर बस्नुपर्ने? 15,000 रुपियाँले चाहिँ हामी सबै गएकाले सुनेको थियौँ नि त, डेरा खोज्दाखेरि त सुकुम्बासीलाई डेरा दिँदैनन् भनेर त उहाँहरूले भन्नुभएको थियो नि त। यहाँ महिनाभरि काम गरेर 12,000 स्यालेरी खाने स्टाफहरू छ। 15,000 त धेरै राज्यले गर्न सकेको काम हो। यो एकदमै हामीहरूले चाहिँ यसलाई थ्याङ्कफुल नै भन्नुपर्छ। अनि धेरै ठुला कुरा गर्न पर्दैन, देखाउटी र प्लानिङ डिफरेन्ट पार्ट हो। नेपाल सरकार नै नेपाली जनताको हो भनेपछि नेपाली जनतालाई रुवाउँदैन भन्ने पनि ढुक्क भएर बस्दा हुन्छ। गलत भयो, स्वीकारौँ न साथी, स्वीकार दिउँ के? यो धेरै रफ्फु लगाउन जरुरी छैन। यदि मैले इन्टरनेसनल कानुनमा लगेर यो दर्ता गर्यो भने इन्टरनेसनल कानुनले पनि मेरो देशको कानुनलाई के भन्छ भने तपाईहरू गलत गर्नुभयो। रोहिङ्ग्या आएर मेरो देशमा बस्दा मेरो देशको नेसनालिटी बोकेका मानिसहरू, मेरो देशको नागरिकता बोकेका मानिसहरूको यो अवस्था। अब मलाई तपाईले भन्नुस्, तपाईको यही रिपोर्टले बोल्छ कि सेन्टरमा प्रहरी 24 घण्टा हुनुहुन्छ। मेरो देशको नागरिक सेन्टरमा लगेर तपाईले प्रहरीको बीचमा कैदी बनाएर राख्न पाउनुहुन्छ? मेरो सरकारसँगको यो क्वेसन हो, किन राख्नु? उहाँहरूलाई जान पाउने, खेल्न पाउने, हिँड्न पाउने, स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार छैन? अनि आज चाहिँ म ठुलो कुरा गर्ने म छोडे। म अहिले यहाँ न एमालेको मान्छे हो, म कसैको मान्छे होइन, म सांसद मात्रै भएर बोल्दाखेरि मलाई लाग्छ हामी कहीँ न कहीँ प्लानिङमा फेल खायौँ। मैले पटक पटक बोलेको छु, मिडियामा हेर्नुहोस्, मैले बोलेको छु, सरकारले सुन्दर बस्तीको परिकल्पना गर्नुपर्छ, जुन त्यो बस्तीमा सबै चिज हुनुपर्छ र त्यो खोलाको ढिकमा भएका मानिसहरू, त्यो पहाडको टापुमा भएका मानिसहरू, जोखिममा भएका मानिसहरूलाई लगेर हामीले बल्ल त्यो सुन्दर बस्तीमा सेफ साइडमा लगेर हामीले बसाल्नुपर्छ। अनि बल्ल मानव अधिकारको अधिकार पनि हनन हुँदैन र उहाँहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार हुन्थ्यो कि हजुर? मेरो देश त बुद्ध जन्मेको देश हो, मेरो देश त आजसम्म गुलामी नभएको देश हो। अनि आज सरकार प्लाइटमा जानु पर्दैन, सरकार सफ्टमा जानु पर्दैन। अनि भूमिहीन सुकुम्बासीका कुरा, हुकुमबासी छन् 2-4 जना, तर तिन हुकुमबासीले त म्यानेज गर्छन् होला, तर हुकुमबासीको नाममा सुकुम्बासीको झुपडीमा तपाईले डोजर तन्त्र हान्दाखेरि यो मानव अधिकार हनन हो कि होइन? मेरो देशको कानुनले के भन्छ? यदि मैले इन्टरनेसनल कानुनमा लगेर यो दर्ता गर्यो भने इन्टरनेसनल कानुनले पनि मेरो देशको कानुनलाई के भन्छ भने तपाईहरू गलत गर्नुभयो भनेर बोल्छ। मलाई म भन्दा तपाईहरू अझ विज्ञ हुनुहुन्छ जस्तो मलाई लाग्छ। तर सरी, म 25 इयर्स फेरि बोल्छु कि म सोशल मुभमेन्टमा काम गरेर आएको हुनाले आज जे भयो गलत भयो, स्वीकारौँ न साथी, स्वीकार दिउँ के? यो धेरै रफ्फु लगाउन जरुरी छैन। म्यानेजमेन्टको कुरा हामी सबैको, सरकारको पनि हो, हामी नागरिकको पनि हो। त्यसले गर्दा म्यानेजमेन्टमा अब जसरी हुन्छ त्यति छिटो गरेर म्यानेजमेन्टमा जाउँ। अनि हामीले भन्छौँ 15,000 हो नि, 15,000ले धेरै कुरा आउँछ, 15 लाखले पनि पुग्दैन त, 15 करोडले पनि पुग्दैन त। तर 15,000ले सुकुम्बासीहरूले सबैले न्याय पाउनु भएको छ भने म मेरो देशको प्रधानमन्त्रीलाई हात जोडेर रिक्वेस्ट गर्छु, मेरो सभामुखलाई रिक्वेस्ट गर्छु, मन्त्रीहरूलाई रिक्वेस्ट गर्छु र यो कानुनको टिम सबै 1 महिना होल्डिङ सेन्टरमा गएर बसौँ त। सक्छौँ? मेरो क्वेसन, यो क्वेसन म आफैसँग गर्छु, सक्छौँ? धेरै ठुला कुरा गर्न पर्दैन, देखाउटी र प्लानिङ डिफरेन्ट पार्ट हो। त्यसले गर्दा सम्मानपूर्वक बाँच्न पाउने अधिकार, सम्मानपूर्वक खान पाउने अधिकार गरिब जनतालाई त राज्यले संरक्षण गर्नुपर्छ।
रोहिङ्ग्या आएर मेरो देशमा बस्दा मेरो देशको नेसनालिटी बोकेका मानिसहरू, मेरो देशको नागरिकता बोकेका मानिसहरूको यो अवस्था। जानुस् साजिदा सिद्दिकी, तपाईँ मिडिया सबलाई भन्छु, साजिदा सिद्दिकीमा जानुस्, दिनको 10 वटा मैले सुकुम्बासी भूमिहीनका समस्याहरू, खानामा समस्या, सब्जीमा समस्या, किरा परेको समस्या, बस्न गाह्रोको समस्या म यो बोल्छु। म प्रमाणसहित, फेरि तपाईँले मलाई आएर क्वेसन गर्नुहोस्, तपाईँ रङ हुनुहुन्छ म्याडम भनेर क्वेसन गर्नुहोस्, म तपाईँलाई प्रमाणसहित बोल्छु। आज हामी देख्दा देख्दै आँखा बन्द गरेर बस्नुपर्ने? के को ठुला कुरा गर्ने? यहाँ काङ्ग्रेस किन बन्नु परेछ? म यहाँ राजसभा किन बन्नु परेछ? म एमाले माओवादी किन बन्नु परेछ? हामी मानव बने हुँदैन? सभापति महोदय, म रिक्वेस्ट गर्छु तपाईँलाई, यहाँ आएका रिपोर्ट, तपाईँले ल्याएको रिपोर्टमा म केन्द्रित छु। म बाहिर पनि गएको छैन। देशभरिको अवस्था आज देख्नु भएको छ। आज महिलाको रोएको अवस्था देख्नु भएको छ। त्यो मनोसामाजिक बिग्रेको अवस्था हामीले देखेका छौँ। अब हेर्नुहोस् न समस्या, अब मनोसामाजिक तर्फ समस्या बढ्दैछ। त्यति मात्रै होइन, सेक्सुअल हरासमेन्ट तर्फ बढ्दैछ। त्यति मात्रै होइन, अब हाम्रा छोराछोरीहरू बोर्डरबाट बेचिनु भयो भने के हुन्छ? यसको जवाफ कसले दिन्छ? कोभिडको बेलामा खान नपाएर बेचिएका भारतको बलरामपुरबाट नेपाल सरकारलाई लिएर मैले उद्धार गरेको आमा, 2टा बच्चा किन बेचिएका छन्? आज हामीले संरक्षण गर्नु पर्दैन? अनि हामी बडा ठुलो म यो र त्यो होइन। मेरो रेस्पोन्सिबिलिटी के हो? म मेरो सरकारलाई फेरि आह्वान गर्न चाहन्छु, तपाईँले राम्रो काम गर्नुहोस्। म सदैव सहयोग गर्छु, सदैव सहयोग गर्छु। मेरो सरकार सफल हुँदा त म पनि सफल हुन्छु नि, मेरो गरिब जनता पनि सफल हुन्छ नि, मेरो देश सफल हुन्छ नि। तर मेरो सरकार फेल भयो भने हामी सबै फेल हुन्छ भन्ने कुरा हामीले बुझ्ने कि नबुझ्ने? त्यस कारणले धेरै कुरा यहाँ छन्, धेरै कुरा बने, तर पनि मानव अधिकार, मौलिक हकका कुरा, संविधानका कुरा, ऐन कानुनका कुरालाई लिएर अगाडि बढ्नुपर्छ। हामीले घमण्डले चुर भएर न देश चल्छ न केही चल्छ। फेरि पनि म भन्छु, डोजर तन्त्र जे भयो गलत छ, यो गलत छ, गलत भएको। त्यस कारणले यस्ता कुरा, बिना प्लानका कुरालाई ड्याङडुङ गर्नु हुँदैन। सरकार त सफल हुनुपर्छ, सरकार त पोलाइट हुनुपर्छ, सरकारको हृदयमा त मानवता हुनुपर्छ। मेरो त्यही देश हो। हिजोका राणा शासन राजाहरूले कसको घरमा खाना आगो बल्यो कि बलेन भन्ने पनि हेरेको थिएँ नि त। कोही त राजा खराब पनि हुनुहुन्थ्यो होला, कोही राणा खराब हुनुहुन्थ्यो, तर सही पनि त हुनुहुन्थ्यो नि। आज मेरो समाज कसको घरमा केही पर्दा फेरि हत्तपत्त गएर हामीले सहयोग गर्छौँ त, त्यही समाजका मानिस हौँ त। हामी कसरी नेपाल र नेपालीपन बिर्स्यौँ के? म अचम्म लाग्छ। त्यसले गर्दा मलाई लाग्छ हामी गाइडमा कहीँ न कहीँ म्यानेजमेन्टमा हामी फेल छौँ। जहिले पनि गणितीय हिसाब गर्नुपर्छ, रिसर्च बेसमा जानुपर्छ। अब जे भयो त्यो भइहाल्यो। अब छिटोभन्दा छिटो उहाँहरूलाई होल्ड, त्यो सेन्टरहरूबाट छिटो म्यानेजमेन्ट गर्नुपर्छ। ल्यान्ड त सरकारको हो। मेरो साजिदा सिद्दिकीको नाममा भएको ल्यान्ड पनि सरकारको, मैले किनेको छु, कर दिएको छु, मेरो नाममा राखेको छु। तर मेरो देशको ल्यान्डमा मेरो नेपाली जनताको अधिकार नहुने, यस्तो पनि हुन्छ भने? अनि हामी चाहिँ बडा खुसी छौँ, बडा खुसी छौँ। देखाउटीले कहिले पनि परिवर्तन हुँदैन सभापति महोदय, देखाउटीले के पनि हुँदैन। जब हामी बेसमा जान्छौँ नि, अनि मात्रै समस्याको समाधान गर्न सक्छौँ। मैले यति भन्दा कतिलाई रिस उठ्न सक्छ। 100औं मेरो इन्टरभ्यू हेर्नुहोस्, म बोलै छु। त्यस कारणले गर्दा म अहिले पनि भन्छु, 1325, 1820, सिड, आरटीआईका कुराहरू गर्दा, ह्युमन राइट्सका कुराहरू गर्दा, मेरो देशको कानुनका कुरा गर्दा हामी टेकेर जानुपर्छ। यसमा कमी कमजोरी हुनु हुँदैन। र मेरो समितिको सभापतिलाई म भन्छु, तपाईँ जहाँबाट आए पनि यो समितिको सभापति हो, तपाईँले दस्तावेज राम्रो बनाउनुहोस् र भएका दस्तावेज बाहिर ल्याउनुहोस्। सरकारलाई पनि भन्नुपर्छ, के छ 24 घण्टाको मान्ने भइहाले के सर, मलाई चिन्ता छैन, म धेरै मान्ने हुन जरुरी पनि छैन। तर मेरो देशको नागरिकलाई समस्या पर्यो भने म यो फुली सदनमा दिएर म सडकमा उत्रिन तयार छु। थ्याङ्क यू सो मच। टोटल्ली एक्सपेक्टेसन भन्दा चाहिँ फरक आयो होइन। त्यहाँ गइसक्दाखेरि उहाँहरूले बस्ने, खाने, उहाँहरूको सरसफाइ, उहाँहरूको वासरुम पनि हेरेको थियौँ हामीहरूले। वासरुम पनि हेर्दाखेरि सबै निड एन्ड क्लिन थियो। अनि त्यसपछि मैले एकजना लगभग 74 इयर्सको आमासँग संवाद गरेको थिएँ र उहाँलाई चाहिँ मैले सोधेको थिएँ,
हजुरलाई यो कस्तो लागिरहेछ, कसरी म्यानेज गरिराख्नु भएको छ, खानी बस्नेको व्यवस्था कस्तो छ, सरसफाइ कसरी भइरहेको छ भनेर सोद्धाखेरि उहाँले चाहिँ सजिलैसँग एन्सर दिनुभएको थियो। खानी बस्नेको कुनै पनि प्रब्लम छैन, सरसफाइ हामीहरूले पालै पिलो गरेर गर्छौँ, रुटिन बाई गर्छौँ। एक दिन मैले गरेँ भने अर्को दिन अरूले गर्नुहुन्छ, त्यसरी चाहिँ हामीले सरसफाइमा ध्यान दिएको छौँ। आफ्नो सरसफाइ गर्ने हामी एकदमै खुसी छौँ। मेरो गत सालमा मैले ऋण काटेर टहरो बनाएको थिएँ, त्यो टहरो मैले बनाएको 15 दिन नहुँदै बाढी आएर भत्कियो र 2टा सिलिन्डर मात्रै झिक्न पाएको थिएँ। मेरो कमाउने मान्छे कोही पनि छैन, म सिङ्गल हो। अहिले यसरी राज्यले राखिदिँदाखेरि मलाई एकदमै खुसी लागेको छ भन्नुभएको थियो। इभन मैले मेरो टिकटकमा पनि राखेको छु, उहाँले बोलेको कुराहरू एकदमै ह्याप्पिली एक्सेप्ट गर्नुभएको थियो कि हामीहरूलाई त सरकारले यसरी लिन्छ, यस्तो ठाउँमा राख्छ, खेल्ने हामीहरू घुम्ने ग्राउन्ड सहितको ठाउँमा राख्छ, यसरी खान दिन्छ भन्ने चाहिँ हामीलाई महसुस नै भएको थिएन। कुनै कुनै सुगर पेसेन्टहरूलाई चाहिँ बेलुकाको टाइममा रोटी दिने गरिरहेको छ भनेपछि चाहिँ सुगर पेसेन्ट नभएकोलाई चाहिँ हामीहरूलाई त छैन, हामीहरू चाहिँ दाल भात नै खान्छौँ भन्ने कुरा गर्नुभएको थियो 2 टाइम नै। अनि बच्चा बच्चीको मामलामा के छ भन्दाखेरि बच्चा बच्चीको मामलामा दुध र बिस्कुट पनि दिने गरेको छ भन्ने सुनिरहेको छु। मैले दुध दिएको चाहिँ देखेको छु, बिस्कुट चाहिँ भनेको सुनेछु, मैले खाएको देखेको छैन भन्ने कुरा राख्नुभएको थियो। र हाम्रो पूर्व मान्यज्यूले चाहिँ बोल्दै गर्ने क्रममा 15,000ले के हुन्छ भन्ने कुरा राखेपछि 15,000ले धेरै कुरा हुन्छ। 1 रुपियाँ नआउनुभन्दा त 15,000 भएपछि प्रोटिनयुक्त फाइबरयुक्त खानेकुराहरू किन्न सकिन्छ, खान सकिन्छ। सुत्केरी महिलाहरूको कुराहरू आयो होइन, दीर्घकालीन रोगीहरूको कुराहरू आयो। त्यसमा हामीले चुकुन्दरहरू जस्तो, गाजरहरू जस्तो कुराहरू किनेर खायो भने त्यो कुराहरूले चाहिँ हेल्थलाई इम्प्रुभ गर्छ, त्यो प्लस हुन्छ होइन। यहाँ महिनाभरि काम गरेर 12,000 स्यालेरी खाने स्टाफहरू छ, 15,000 त धेरै राज्यले गर्न सकेको काम हो। यो एकदमै हामीहरूले चाहिँ यसलाई थ्याङ्कफुल नै भन्नुपर्छ। अनि अर्को कुरा आयो पेसेन्टको कुरा आइरहेको थियो, बिरामी दीर्घकालीन बिरामीहरू छ, उहाँहरूलाई गाह्रो हुन्छ भन्ने कुराहरू, सुगरको प्रेसरको औषधिहरू सबै यहाँ प्रोभाइड छ भन्ने कुराहरू गर्नुभएको थियो। म आफै मेडिकल फिल्डको मान्छे भएर पनि त्यो कुरा बुझेको थिएँ। र एक ठाउँमा जाँदाखेरि लगभग 45 इयर्स टु 55 इयर्सको होला, मलाई ठ्याक्कै एज चाहिँ थाहा भएन, अन्दाजी एज थियो त्यो चाहिँ। उहाँ तल बसेर खाना खाँदै हुनुहुन्थ्यो, एकदमै खुट्टा चाहिँ सोइलिङ देखेँ मैले। सोइलिङ देखिसकेपछि के भएको, यो पहिल्यैदेखि हो कि पछि हो भन्ने कुरामा गर्दाखेरि उहाँलाई चाहिँ प्रेसर हाई भएर हस्पिटल लिएर गएको बेलामा हामी फर्केर आउँदा घर भत्किसकेको थियो। त्यो कारणले गर्दाखेरि चाहिँ उहाँ यस्तो भएर चाहिँ यस्तो भएको हो भन्ने कुरा गर्नुभयो। अनि त्यसपछि यो खुट्टा सोइलिङ भइरहेको रहेछ, तपाईँहरूले चाहिँ गर्नुभयो कि नै भनेको, हिजो मात्रै गएर आरएफटी चेक गरेको। आरएफटी भनेको रेनल फङ्सन टेस्ट, त्यो चाहिँ किडनीको टेस्ट गर्छ। त्यो टेस्ट गर्दाखेरि मैले खै त हेरौँ न त भनेर हेर्दाखेरि मैले क्रिएटिनाइन हाई देखेपछि मैले आफै नै त्यहाँ फोन गरेर एम्बुलेन्स तुरुन्त पठाएर उहाँलाई चाहिँ लिइहाल्नु भनेर मैले त्यो व्यवस्थापन पनि गरेको थिएँ। र राज्यले गर्न खोजेको काममा वात्त हेर्दाखेरि चाहिँ अब दुखै दिएको हो कि जस्तो देखिन्छ। म त आफै नर्स भएको भएर त्यो बिरामी सिकिस्तै भएर आउँदाखेरि नि उसलाई दुखाएर सुई लगाएर भेन खोलिसकेपछि औषधि चढाएपछि यो ठिक हुन्छ भनेर थाहा हुँदाखेरिमा त्यो दुखे पनि दुखोस् तर उसलाई चाहिँ दीर्घकालीन रूपमा चाहिँ ठिक गराउनु पर्छ भन्ने भएको भएर हामीहरूले चाहिँ त्यो दुखाउँदाखेरि दुखाएको जस्तो महसुस हुँदैन। ठ्याक्कै त्यो अहिले राज्यलाई त्यस्तै भएको जस्तो फिल हुन्छ मलाई चाहिँ होइन। देख्ने बेला झ्याप यो हो यस्तो भइरहेको छ भनेर ओहो भन्ने भए पनि, तर एट द इन्ड दीर्घकालीन योजनामा होइन पछिको समयसम्म चाहिँ समाधान हुने गरेर समस्याहरूको चाहिँ यो समाधान हुने खालको कामहरू गर्दैछ भनेपछि हामीहरूले चाहिँ थ्याङ्कफुल नै गर्नुपर्छ। पक्ष विपक्ष भन्ने कुरा भन्दा पनि ठ्याक्कै मानव चाहिँ पहिला हुनुपर्छ होइन, सबैभन्दा अगाडि मानव हुनुपर्छ र मानवलाई अगाडि राखेर राज्यले काम गर्दैछ। राज्य नेपाल सरकार नै नेपाली जनताको हो भनेपछि नेपाली जनतालाई रुवाउँदैन भन्ने पनि ढुक्क भएर बस्दा हुन्छ। यति भन्दा आफ्नो केही शब्दहरू यहीँ सके, धन्यवाद।